अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुहू। रसुलुल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम को हरेक उम्मतीले जीवनमा कम्तीमा एक पटक यो कुरा अवश्य पढ्नुपर्ने हुन्छ। यदि तपाईँ आफ्नो दिमागलाई उज्यालो बनाउन चाहनुहुन्छ र रुहानियतको संसारमा उडान भर्न चाहनुहुन्छ भने यसलाई ध्यान दिएर सुन्नुहोस्। आफ्नो दिल दिमागलाई रोशन गर्नको लागि नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लमको यो तहरीरलाई जरुर सुन्नुहोस्। एकपटक एकजना व्यक्तिले आफ्नो अनुभव सुनाउँदै भन्यो, म एयरफोर्समा जागिर खान्थे। त्यहाँ मेरो भेट एक सच्चा आशिक रसुलसँग भयो। उसँग कुरा गर्दा मैले एक रहस्यमय कुरा थाहा पाएँ। उसले भन्यो कि मेरो जीवन पहिला यति सुकुन र शान्त थिएन। बेसुकुनीको हालतमा मैले एउटा निर्णय लिए कि अबदेखि म नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम माथि दुरूद पढ्छु भनेर। जीवनमा पहिलो चोटि मैले नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम माथि 1,00,000 दुरूद शरीफ पढे। जब मेरो 1,00,000 दुरूद शरीफ पूरा भयो त्यसपछि मैले एउटा सपना देखे। मैले सपनामा आफैलाई देखे कि म कहीँ हिँडिरहेको छु। अचानक मेरो अगाडि एकदमै फोहोर अनि धमिलो पानी भएको नाला भेटियो। नालाको अर्को किनारा अत्यन्त सुन्दर अनि जन्नत जस्तै ठाउँ थियो। धेरै कठिनाइपछि मैले त्यो नाला पार गरेँ। जब मैले पछाडि फर्केर हेरेँ, त्यो फोहोर अनि धमिलो नाला अत्यन्त स्वच्छ र सफा नदीमा परिवर्तन भइसकेको थियो। पानी मुनि रहेका रङ्गी बिरङ्गी ढुङ्गाहरू समेत स्पष्ट देखिरहेका थिए। मेरा कपडाहरू पनि सफा, सेता र उज्याला भइसकेका थिए र मेरो रूपमा, मेरो अनुहारमा समेत सुन्दरता थपिएको थियो। यो परिवर्तन देखेर मैले आफूले आफूलाई सवाल गर्न थाले कि यो सबै के भइरहेको छ। तब सपनामै मलाई भनियो कि यो नालामा बगिरहेको धमिलो अनि फोहोर पानी यो तिम्रो गुनाहहरू हुन्, जुन पहिले फोहोर अनि धमिलो थिए। तर नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम माथि पढेको दुरूद शरीफको बरकतले ती सबै गुनाहहरू मेटिएर नेकीमा तब्दिल भएका छन्, अर्थात् नेकीमा बदलिएका छन्। त त्यो दिनदेखि आजसम्म मैले नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम माथि दुरूद पढ्न छोडेको छैन। मैले धेरै युवाहरूलाई पनि यसको स्वाद र यसको फाइदाहरूबाट परिचित गराएको छु। आज अल्हम्दुलिल्लाह मेरो दैनिक जीवन, मेरो अवस्था अत्यन्त राम्रो छ। मेरो दिल, मेरो दिमाग र रूह रसुलुल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम माथि दुरूद शरीफ पढ्ने बरकतले उज्यालो भएका छन्। मुसलमानहरूसँग गुजारिस छ कि आफ्नो जीवनमा यो कार्य अवश्य गर्नुहोस्। आजैदेखि निर्णय गर्नुहोस् कि इन्शाअल्लाह म रसुलुल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम माथि मोहब्बत र उत्साहको साथ गनेर कम से कम 1,00,000 चोटि दुरूद शरीफ पढ्छु। विश्वास गर्नुहोस्, जति जति तपाईँ नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम माथि दुरूद पढ्दै जानुहुन्छ, त्यति नै अल्लाह तबारक व तालाको फजल तपाईँ माथि हुँदै जानेछ। तपाईँको दिल, दिमाग र रुहको यस्तो दर्जाहरूको ढोका खुलिनेछन् कि तपाईँ आफैलाई देखेर अचम्मित हुनुहुनेछ। दुरूद पाकको विर्दलाई आफ्नो दैनिक जीवनको हिस्सा बनाउनुहोस्। त्यसपछि हेर्नुहोस् अल्लाह तबारक व तालाको फजल अनि तपाईँको जीवन कसरी बदलिन्छ, तपाईँको जिन्दगी कसरी परिवर्तन हुन्छ। एकपटक कसैले अल्लामा इकबालसँग सोध्यो, तपाईँ कुनै मदरसामा पढ्नु भएको होइन, न तपाईँले कुनै दर्स निजामीको कोर्स गर्नुभयो, तर दुनियाँले तपाईँलाई अल्लामा किन भन्छन्? अल्लामा इकबाल रहमतुल्लाह अलैहिले भन्नुहुन्छ, वाकैमा मैले कुनै आलिम वा फाजिलको कोर्स गरेको छैन, तर दुनियाँले मलाई दिएको यो सम्मान, मेरो कवितामा रहेको यो असर, मेरो दिल दिमागको यो ताजगी, यो सबै नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम माथि मोहब्बतको साथ दुरूद पाक पढ्नुको कारणले भएको हो। जब मैले रसुलुल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम माथि मोहब्बतसँग दुरूद शरीफ पढ्न सुरु गरेँ, त्यसपछि मेरो जीवनमा परिवर्तन सम्भव भयो। अल्लामा इकबाल रहमतुल्लाह अलैह भन्नुहुन्छ, म दुरूद शरीफको विर्द गर्दै गए, दुरूद शरीफ पढ्दै गए अनि त्यसको संख्या पनि गन्दै गए। 1,00,000, 2,00,000 यसरी नै अगाडि बढ्दै जाँदा अल्लाह तालाले मेरो दिल, दिमाग र आत्मालाई यस्तो उज्यालो बनाउँदै जानुभयो
जब मैले रसुलुल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम माथि 1 करोड दुरूद शरीफ पूरा गरे, तब अल्लाह तालाले मेरो सम्पूर्ण अस्तित्वलाई नै उज्यालो बनाइदिनु भयो। मानिसहरूको दिलमा मेरो सम्मान बस्न थाल्यो। मेरो कलाममा यस्तो असर आउन थाल्यो कि म जब कविता लेख्न बस्थे, शब्दहरू बारिशको पानी जसरी नै झर्थे। त्यसपछि पनि अल्लामा इकबाल रहमतुल्लाह अलैह दुरूद पाकको विर्द निरन्तर पढिरहनु भयो। यसरी नै उहाँले हामीलाई पनि रुहानियतको जिन्दगीमा अनि आफ्नो जीवनको परिवर्तन गर्नको लागि एउटा बाटो देखाइदिनु भयो। अल्लाह तबारक व तआला हामी सबै मुसलमानहरूलाई आफ्नो प्यारो हबीब मोहम्मद सल्लल्लाहु ताला अलैहि वसल्लम माथि दुरूद पाक पढ्ने तौफिक अदा गरून्। आमीन। प्रिय साथीहरू, यसमा आफूले पनि अमल गर्नुहोस् र आफ्नो परिवारको हरेक सदस्यलाई पनि जानकारी दिनुहोस्। विशेष गरी दाजुभाइ तथा दिदीबहिनी र साथीहरूलाई यो दुरूद पाकको बारेमा बताउनुहोस्। जसले यसमा अमल गर्नेछन् त्यसको नेकी तपाईलाई पनि हुनेछ। हदीसे पाकमा मफहुम छ कि नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लमले भन्नुहुन्छ, बरोजे कयामतको दिन मेरो सबैभन्दा नजिक त्यो उम्मती हुनेछ जसले म माथि कसरतले दुरूद पाक पढ्नेछ। सुबहानल्लाह। त्यसैले आजैदेखि रसुलुल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम माथि दुरूद पाक पढ्न सुरु गर्नुहोस्। इन्शाअल्लाह तपाईको जीवन परिवर्तन हुन्छ। तपाईको जीवन मात्रै हैन, तपाईको आउने नसलमा समेत यसको प्रभाव पर्नेछ। त्यसैले आजैदेखि रसुलुल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम माथि दुरूद पाक पढ्न सुरु गर्नुहोस्।